स्पेन आएको 3 महिना भइसक्यो, इम्पावरमेन्ट त भएको छैन। अब बिमारी यस्तो कि हस्पिटल चेकअप नगराइकन नहुने अवस्था। अब यस्तो अवस्थामा तपाईँले के गर्ने त? सबैभन्दा सुरुमा त सोसियल वर्करलाई भेट्नुहोस्। अब सोसियल वर्कर कहाँ छन्, के छन् तपाईँलाई थाहा छैन। पहिलो जाने माध्यम भनेको हस्पिटलको इन्फर्मेसन डेस्कमा गएर आफ्नो हालचाल बताउनुहोस्। त्योभन्दा पहिला तपाईँले के भन्नुहोस् भने मैले सोसियल वर्कर नभेटिकन हुँदैन, मलाई सोसियल वर्करसँग अपोइन्टमेन्ट मिलाइदिनुहोस् भन्नुहोस्। अपोइन्टमेन्ट त्यति सजिलै त मिल्दैन, तर तपाईँको केस इमर्जेन्सी भएपछि त्यही हस्पिटलमा हुने सोसियल वर्करहरूले तपाईँको केस हेर्न सक्छन्। उनीहरूले तुरुन्तै एउटा डुप्लिकेट कार्ड बनाएर तपाईँको उपचारको व्यवस्था गराउँछन्। त्यति चाहिँ गरिहाल्नुहोस्। नत्र भए यहाँ इमर्जेन्सी भनेर डाइरेक्ट हस्पिटल जानु भने तपाईँको चार्ज एकदमै महँगो हुन्छ, जुन कि अफोर्ड गर्न पनि हामीलाई गाह्रो हुन्छ। त्यही कारणले गर्दा तपाईँको इम्पावरमेन्ट त नभए पनि नडराउनुहोस्, चेकअप गर्न सक्नुहुन्छ। तर त्यहाँ गएर बोल्ने माध्यम चाहिँ बनाउनुहोस्। इङ्ग्लिस पनि बुझ्ने मान्छेहरू हुन्छन् त्यहाँ। स्पेनिस जान्नुहुन्छ भने त सबभन्दा राम्रो। आफ्नो बारेमा एक्सप्लेन गर्नुहोस्, अनि सोसियल वर्करले तपाईँको लागि व्यवस्था गरिदिन्छ है त।